1,80,000 अहिले अस्ट्रेलियाको भिजा फी जुन स्टुडेन्ट भिजा फी थियो त्यो बढेर अराउन्ड हजुरको 1,80,000 सम्म पुगेको छ। जुन हजुरको भिजा फी पहिला अराउन्ड हजुरको 1,600 अस्ट्रेलियन डलर थियो त्यो अहिले बढेर चाहिँ अराउन्ड 2,000 अस्ट्रेलियन डलर पुगेको छ। जुन हामीले अहिले नेपालीमा कन्भर्ट गर्यो भने चाहिँ 1,80,000 को अराउन्डमा आउँछ। सो यदि हजुरहरूले अब अप्लाई गर्दै हुनुहुन्छ सबै कुरा प्रोसेस गर्दै हुनुहुन्छ भनेपछि यही जुलाई 1 बाट इम्प्लिमेन्ट हुने गरी यो भिजा फीहरू चाहिँ लिनेछ। त्यति मात्र होइन, इभन हजुरको डिपेन्डेन्टको भिजा फी पनि अहिले बढेको छ। जुन डिपेन्डेन्टको पहिला भिजा फी 1,190 अस्ट्रेलियन डलर थियो त्यो चाहिँ अहिले बढेर 1,445 अस्ट्रेलियन डलर पुगेको छ, विच कम्स अराउन्ड 1,30,000 नेपाली रुपिजसम्म पुगेको छ। र मैले यो जति पनि भिजा फीहरू भने स्टुडेन्ट र डिपेन्डेन्टको यो चाहिँ कहिले इम्प्लिमेन्ट हुन्छ भन्दाखेरि हजुरको जुलाई 1, 2025 बाट चाहिँ यो इम्प्लिमेन्ट हुनेवाला छ। र यदि हजुरहरूलाई यस्तै रिसेन्ट अपडेटहरू चाहिन्छ भनेपछि ह्याप्पी पान्डालाई फलो गर्नुहोस्। र हजुरहरू अस्ट्रेलिया प्रोसेस गर्न चाहनुहुन्छ, डकुमेन्टेसन कसरी गर्ने सबै प्रोसेसहरू डिटेलमा बुझ्न चाहनुहुन्छ, अहिलेको रिसेन्ट अपडेटहरू एकदम डिटेल्समा बुझ्न चाहनुहुन्छ भने प्लिज भिजिट ह्याप्पी पान्डा।